इतिहासले सधैँ आफूले आफूलाई दोहोऱ्याउँछ भन्छन्, तर आज नेपाल इतिहास दोहोऱ्याउन होइन, इतिहास रच्न तयार उभिएको छ। केही दशक अगाडि एउटा यस्तो मोड आएको थियो जब जननेता मदन भण्डारीले खुला मञ्चबाट तत्कालीन राजालाई चुनौती दिँदै भन्नुभएको थियो, यदि राजनीति गर्ने भए श्री पेज फुकालेर मैदानमा आउनुहोस्। राजा मान सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्सियोस् महाराज, हात नलम्काई बक्सियोस्, आँखा नचम्काई बक्सियोस् र आफ्ना सण्ड मुसण्डहरूलाई नचलाइ बक्सियोस्। र यदि सण्ड मुसण्डहरूलाई नै चलाउने हो भने, यदि सण्ड मुसण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले नै श्री पेज उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउनु पर्यो। त्यो साहस, त्यो भिजन र त्यो जोस आज फेरि नेपालीको रगतमा फर्किएको छ। तर यो बिचमा हामीले धेरै गुमायौँ। अहिलेको यो समयसम्म आइपुग्दा सत्ता र शक्तिको स्वार्थका अगाडि निर्दोषहरूको रगतको खोला बग्यो, हजारौँ आमाको कोख फिटियो, दसौँ लाखौँ युवाहरूले विदेशको भूमिमा पसिना बेच्नु पर्यो। न्याय माग्न हिँडेकाहरूको आवाज न्यायसम्म पुग्न सकेकै थिएन र बाकसमा फर्केका सपनाहरू र रित्तिएका गाउँका दैलोहरूले नयाँ विकल्प खोजिरहेका थिए। त्यही बेला नेपाली राजनीतिको क्षितिजमा एउटा आश, एउटा साहस र परिवर्तनको प्रकाश बनेर उदय भयो राष्ट्रिय स्वतन्त्र पार्टीको, अर्थात् रासपाको। रासपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ 125 सिट र समानुपातिकतर्फ 51,83,493 मतसहित 57 सिट जिती कुल 182 सिट जितेर इतिहास रच्दैछ। 21 जुन 2022मा मात्र स्थापित पार्टीले यति छोटो समयमा अर्थात् 3 वर्ष 10 महिनाभन्दा कम अवधिमा यति विशाल जनमत पाउनु भनेको देशको काया पलट गर्न जनतामा रहेको आशा र विश्वासको प्रमाण हो। हामीले यो परिवर्तनको तुलना केही हदसम्म सिङ्गापुरसँग गर्न सक्छौँ। कुनै बेला सिङ्गापुरसँग न त प्राकृतिक स्रोत थियो, न त धेरै सुविधा नै, तर ली कुआन यूको नेतृत्वमा यहाँका जनताले यस्तो मेहनत गरे कि केही दशकभित्रै उनीहरू विश्वकै धनी देशभित्र पर्नमा सफल भए। उनीहरूको प्रति व्यक्ति आम्दानी $500बाट बढेर $90,000 भन्दा माथि पुग्यो र देशको अर्थतन्त्रले हरेक वर्ष 10% दरले विकास गर्यो। तर नेपाल सिङ्गापुर भन्दा कैयौँ गुणा भाग्यमानी छ। नेपालसँग प्रकृतिको अथाह वरदान छ। हाम्रो थ्योरिटिकल जलविद्युत क्षमता 83,000 मेगावाट छ, जसमध्ये 43,000 मेगावाट व्यावसायिक रूपमा उत्पादन गर्न सकिने क्षमता छ। यदि हामीले रारा, उपल्लो मुस्ताङ र बर्दिया जस्ता ठाउँहरूलाई विश्वस्तरीय इकोलज र वेलनेस रिट्रिटको रूपमा विकास गर्ने हो भने सन् 2032 सम्ममा वार्षिक 35 लाख पर्यटन भित्राउन सकिन्छ। नेपालले केवल परम्परागत खेती होइन, व्यवस्थित सिँचाइ र अर्ग्यानिक ब्रान्डिङमा जोड दिने हो भने कृषि क्षेत्रको उत्पादन मूल्य बढेर $11 अर्ब सम्म पुर्याउन सकिन्छ। चिया, कफी र अन्य कुराहरू बेचेर हामी इम्पोर्ट गर्ने होइन, एक्सपोर्ट गर्न सक्ने देश बन्न सक्छौँ। नेपालका युथहरूमा भएको क्षमतालाई सही तालिम र सुविधा दिने हो भने नेपाल सूचना प्रविधि अर्थात् आइटीको क्षेत्रमा साउथ एसियाकै डिजिटल हब बन्न सक्छ। सन् 2029 सम्ममा आइटी क्षेत्रले हाम्रो अर्थतन्त्रमा 5% सम्म योगदान दिन सक्छ र 2,50,000 भन्दा बढी युवाले स्वदेशमै राम्रो आम्दानी गर्ने अवसर पाउनेछन्। नेपालका पाखा पखेरुमा पाइने बहुमूल्य जडीबुटीलाई प्रशोधन गरेर कस्मेटिक्स र औषधि उद्योगमा मात्र लगाउने हो भने पनि यो आफैमा 50 करोड भन्दा बढीको एक्सपोर्ट इन्डस्ट्री बन्न सक्छ। यदि हामीले जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिलाई सही दिशा दिन सक्यौँ भने हामी आफैमा एउटा नयाँ नेपालको मोडल बन्न सक्छौँ। अबको लडाइँ कसैलाई पाखा लगाउने होइन, देशलाई माथि उठाउने हो। मदन भण्डारीले भने झै यो व्यक्तिगत दुर्भावनाको लडाइँ होइन, यो जनता र राष्ट्रको जीवन र मरणको लडाइँ हो। हामीसँग समय छैन, तर पाउने कुरा सिङ्गो भविष्य छ। अबका दिनमा हामीले कुराले चिउरा भिजाउने होइन, कामले देश बनाउने युगमा प्रवेश गरेका छौँ। तर परिवर्तन एकै दिनमा आउँदैन। परिवर्तनको यात्रा सुरु हुन भने एक दिन नै काफी हुन्छ र त्यो दिन आजै हो। जलविद्युतको गर्जनले हाम्रा घर उज्यालो बनाउनेछन्, हाम्रा पहाड र तालहरूले संसारभरका पाहुनालाई बोलाउनेछन्। हाम्रो युवाहरूको औँलाले ल्यापटपको किबोर्ड थिच्दा देशको अर्थतन्त्र उठ्नेछ
र हाम्रा खेतका ढिस्काहरूबाट उम्रिएका अर्ग्यानिक उत्पादनले विश्व बजारमा नेपालको नाम चम्काउनेछ। मदन भण्डारीले भनेका थिए, जनताले चाहेमा असम्भव पनि सम्भव छ। आज त्यही जनता जागेको छ, त्यही जनता बोलेको छ र त्यही जनताले नयाँ नेपालको जग हालेको छ। अब फर्किने बाटो छैन, अगाडि मात्र जाने हो, सँगसँगै एकै सुरमा र एकै लयमा। जय नेपाल।